आजको दिनमा यस्तो हुन्छ भनेर मैले एक्सपेक्ट गरेको थिइनँ। दामी चाउमिन बनाएर खाइदिनु भनेको घरमा त केही पनि छैन रहेछ, चाउमिनमा हाल्ने सामानहरू केही पनि छैन रहेछ। त्यसले गर्दाखेरि चाहिँ म बारीमा गएर ब्रोकोली रहेछ, ब्रोकोली टिपेँ, मटर पनि टिपेँ होइन। त्यो मटर यसो यता हेरेको, यता साग पनि फलिरहेको रहेछ। सागको पत्ता पनि 2-3 वटा चुडाएँ। पत्ताहरू चुडाएपछि तिनीहरूलाई मजाले पानीमा धोएँ। त्यसपछि चाहिँ मैले थुक्पालाई पानीमा उसिन्नु थालेँ। थुक्पा उसिन्दा यसो याद आयो बारीमा त सिमरायो पनि छ। सिमरायोलाई पनि अब हालिदिनु पऱ्यो भनेर चाहिँ मैले टक्क टिपेर मजाले धोएर त्यसलाई मजाले एकदम हुन्छ नि एकदम मिन तरिकाले सबै सब्जीहरूलाई अघि टिपेको सब्जीहरूलाई काटेँ। यस्तोमा बुढी पनि यसो हेर्नु आएछ मेरो बुढाले आज अचानक कसरी काम गर्नु थाल्यो भनेर। अब भने तपाईँहरूको दिमागमा आउँदै होला कि यस्तो हरियो परियो सागपातहरूबाट पनि कहीँ चाउमिन बनाउँछ भनेर। अनि मलाई पनि पहिला चाहिँ त्यस्तो लागेको थियो है। तर यसो विचार गरेको चाउमिनमा खासै हुनैपर्ने चिजहरू चाहिँ हाल्नु पर्दैन रहेछ है। घरमा जे जस्तो सागपात सागसब्जीहरू छ त्योहरू हालेर पनि चाउमिन बनाउनु सकिँदो रहेछ भन्ने चाहिँ मेरो दिमागमा आएर चाहिँ मैले आज एकदम नयाँ एक्सपेरिमेन्ट गरेँ। त्यसपछि चाहिँ भने कराईमा तेल हालेँ। तेल खरिसकेपछि प्याज पनि त्यसमा मजाले ब्राउन कलर भइन्जेल खराएँ। त्यसमा अलिकति हर्दी अनि अघि काटेको सब्जीहरू माथिबाट खनाइदिएँ। सब्जी पाकेपछि स्वादअनुसार नुन र त्यसमाथि अलिकति अजिनामोटो लगाइसकेपछि त्यो माथिबाट थुक्पा लगाइदिइसकेपछि चाहिँ हाम्रो रेडी हुन्छ आजको लन्च, आजको चाउमिन। नयाँ तरिकाले बनाएको चाउमिन एकदमै मिठो भएछ अनि सबैजनाले स्वाद मानेर खायौँ। भिडियो अलिकति मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। सी यू इन नेक्स्ट